आउँछन् छोटा प्याकेट बडा धमाका शीतल राई एके स्लिपी स्लिपी केही समयदेखि मलाई लाग्छ केही समयदेखि एटलिस्ट त्यो फर्ममा हामीले देख्न पाएका थिएन जुन एक्सपेक्ट गरिन्छ अनि सम वाट इट फेल्ड कि नो फियरको मेजर कन्ट्रिब्युसन एन्ड देन त्योभन्दा पनि बढी कन्ट्रिब्युसन स्काईले गर्दाखेरि होरेस्पोर्ट दामी देखिएको छ भनेर बट कमिङ ब्याक टु दिस टुर्नामेन्ट ओ माई गड स्पेसली उसको थ्रोएबल्स स्किल हानेकी टोल्यो त्यो म्याच याद आउँछ मलाई गटकाको ओपन फिल्डको जहाँ स्लिपीले नै नेडले गेम चेन्ज गरिदिएका थिए अनि 1-on-1 को लास्ट फाइट युजिनसँग सायद कोरिना पावरसँग ब्याटल रहेको थियो क्या थ्रोएबल्सको गेम थियो त्यतिखेर बाँकी अरू ब्याटलहरूमा पनि स्लिपीलाई तपाईँले देख्नुहुन्छ क्लोज रेन्जमा एस2 क्लोज रेन्जमा डिभिएस क्लोज रेन्जमा M4 एन्ड क्लोज रेन्जमा UMP जे छ हातमा वेपन त्यसले उसले रिजल्ट निकालिरहेको छ यो पालिको होरेस्पोर्ट्सको जे रिजल्ट एन्ड भएको छ त्यसमा ठुलो कन्ट्रिब्युसन अलमोस्ट इक्वल टु स्काई यो अर्को राई ब्रदरले पनि दियो दुईटा राई ब्रदरले टिम चलाएको छन् अहिले भन्दै थियो 100% त्यो कुरा ट्रु हो एन्ड देन स्लिपीको बारेमा सायद त्यति कुरा हुँदैन स्काईको बारेमा यति धेरै कुरा हुन्छ टिमको ब्याटम्यान भनेर अनि यति लामो समयदेखि कुरा हुँदैछ स्लिपीको बारेमा सायद त्यति छैन यो टुर्नामेन्ट पछि सायद त्यो एड हुनेछ एन्ड एज अ क्यारेक्टर पनि ऊ बडा इन्ट्रेस्टिङ रहेको छ रियल लाइफ क्यारेक्टरको कुरा गर्ने भने तपाईँहरूले नोट गर्नुभएको होला जति पनि कन्टेन्ट इन अल सुट भएर तपाईँहरूले पब्लिकली हेर्न पाउनु भएको छ सबैमा नोट गर्नुभएको होला इज स्लिपी इज डिफ्रेन्ट फन क्या ऊ डिफ्रेन्ट क्याटेगोरीको फन रहेको छ रियल लाइफमा पनि एन्ड विथ द रिजल्टको कुरा गर्ने पनि यहाँ मैले स्टार्ट्स राखिदिएको छु आई मिन यो प्लेयरले सपोर्टको थ्रुमा ओपनिङको थ्रुमा डिफेन्डिङको थ्रुमा प्रेसर क्लचको सिचुएसनमा एभ्री ठाउँमा आफूलाई म पनि गर्न सक्छु म पनि यहाँ एक्जिस्ट गर्छु भनेर डेफिनेटली प्रुभ गर्न चाहिँ देखाएको छ इट वाज रियली इम्प्रेसिभ सो यो दुईटा राई ब्रदरले गर्दा होरेस्पोर्ट्सलाई एउटा उचाइमा लगेका छन्